जो सारा संसारमा भएकाहरू भन्दा पनि महान हुनुहुन्छ। हालेलुया। सबैभन्दा महान चाहिँ हाम्रो प्रभु येशू हुनुहुन्छ। आमेन भन्नुहुन्छ। अरू कोही पनि महान छैन। ल भन्नु सबैजनाले, अरू कोही पनि महान छैन। महान एउटा मात्रै नाम छ, त्यो नाम हो येशू। सबैजनाले येशू भन्नुहोस् है, येशू। अलि जोडले, येशू येशू। हालेलुया। किनभने येशूले तपाईलाई जीवन दिनुभएको छ। येशूले तपाईलाई जीवन दिनुभएको छ, चङ्गाई दिनुभएको छ, शक्ति दिनुभएको छ, सामर्थ्य दिनुभएको छ। आज येशू यस्तो व्यक्ति हुनुहुन्छ यो संसारको कि सबैजनाले आफ्नो आफ्नो धर्मलाई के गर्नलाई के भन्छ बचाउन आए, तर उहाँले कसैलाई पनि भन्नु भएन मेरो धर्म मान, यो गर त्यो गर, यो बचाउन आउन। उहाँले धर्म सिकाउनु भएन, उहाँले प्रेम सिकाउनु भयो। हालेलुया। उहाँले मानवलाई प्रेम गर्न सिकाउनु भयो, मानिसलाई प्रेम गर्न सिकाउनु भयो। के कसो हो कि होइन? उहाँको एउटै मात्र शिक्षा थियो, एउटा मान्छेले अर्को मान्छेलाई कसरी माया गर्ने, एउटा मान्छेले अर्को मान्छेलाई कसरी माया गर्न सक्छ, कसरी एउटा मान्छेले अर्को मान्छेसँग एकदमै राम्रो सम्बन्ध बनाउन सक्छ, मतलब प्रेमको सम्बन्ध। जो चाहिँ एउटा छिमेकीले आफ्नो छिमेकीलाई प्रेम कसरी गर्छ, कसरी गर्नुपर्छ र कसरी तपाईँले आफ्नो छिमेकीलाई आदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले सिकाउनु भयो। हालेलुया। आज तपाईँ र मैले चाहिँ प्रभु येशूलाई विश्वास गरेका छौँ, जो चाहिँ सारा संसारमा हुनेहरूभन्दा महान हुनुहुन्छ। हालेलुया। त्यो महान परमेश्वरलाई तपाईँले मैले पाएका छौँ। हेर्नुहोस् है,